हेलो गाइज, आज तपाईँहरू सबलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी घुम्न जान लागेको। सबले लास्टसम्म हेरेर माया गरिदिनु होला। खोइ हाम्रो उयो सब जानलाई रेडी भएको छ। र हामी त अब न्यु इयरमा मनाउन जान लागेको। हामी सब जान लागेको। हामी चाहिँ आइपुग्यो। ल ल ल कता आम्मामामा। हेलो गाइज, हामी चाहिँ गोले डाँडा आइसक्यौँ अनि हामी घुम्दैछौँ। यहाँ धेरै बहिनीलाई भेट भयो। हामी चाहिँ यसरी हिँडिरहेको छौँ। सब यहाँनिर लर परेर बस्यो। हामी चाहिँ गोले डाँडातिर सबै घुमेर अनि त्यसै राई धारातिर लाग्यौँ गाइज। हामी चाहिँ अब राई धारा आइपुगेको छौँ। मान्छे हेर्न सक्नुहुन्छ गाइज। गाइज हामी चाहिँ अहिले राई धारा आएको छौँ। हामी कहाँ आएको छोरी? घुम्न भन न, घुम्न भन्नु। सो गाइज हामी चाहिँ पुलाउ बोकेर हिँडिरहेको छौँ। सो गाइज हामी चाहिँ अहिले पानी लिन जान लागेको। पानी लिन चाहिँ उहाँ जानुपर्छ। तपाईँहरूलाई म देखाउँदैछु होइन। रोसी बहिनी पनि भेट भएको छ। यहाँ को भन सब यहाँ बहिनीहरू भेट भएको छ। यहाँ कालछामा यहाँ थाप्दै हुनुहुन्छ। चिस्टाप ल छिटो छिटो थाप। केही छैन, भ्लगमा आएपछि भाइरल। सरी तिमीहरू कति बेला आएको बहिनी? हो मेरो बहिनीहरू चाहिँ यसरी पानी थाप्दै हो। थापा यसरी नै थाप्नुपर्छ। छिटो छिटो गाइस, आज त कस्तो भिड रहेछ। आज नयाँ वर्षमा घुम्न आएको होइन। लास्टै भिड रहेछ। यस्तो भ्यू हेर्न सक्नुहुन्छ। बहिनीहरू पनि गयो। हामी आज होइन पिकनिक खान आएको फ्यामिलीहरू मिलेर। लास्ट गर्मी भएर उस्तै होइन। छिटो छिटो भयो त बोक्न लगाउनु पर्छ कि। त्यो टिङ्गुरी कता भयो? गर्मीले गाइस होइन फ्यान हुन लागिसक्यो। अब टिङ्गुरी त कहाँ त्यस्तो लगाउँछ। आइज नि छिटो। यहाँनिर आफै तालमा यहाँ मान्छेहरू धेरै छ होइन। सोलिनी तिमीहरू किन लजाएको गाइज होइन? मेरो यहाँ बहिनी दुईवटा बहिनीहरू लास्टै लजाएर के भन्नु र। ब्लगर हो क्या भनेर। ब्लगर त हो नि गाइज होइन। म ब्लगर होइन त म सोलिनी म ब्लगर हो कि हो। यताबाट कि यसरी आँखा हेरेर नि हो। हामी चाहिँ अब पानी लिएर आयौँ। अब त्यहाँनिर खानेकुराहरू खानुपर्ने हुन्छ र यस्तो इन्जोय गर्नुपर्ने हुन्छ। त्यसै हामी कहाँ जानुपर्ने हुन्छ? गाइजहरू यो चाहिँ यहाँ पिकनिक खाने मान्छेहरू है, हाम्रो यो टोलीहरू। ल सबले हाई भनिदिनु ल। हेलो हाई। हाई ल ल। पेन्जीले उनीहरू हाई भनिदिन्छ यार। आइन
Ay Moktan. आइन आइ भन्नु यसरी आफै लगाउनु भोक लाग्यो खुट्टै निक्ल्यो लाग्छ तर पेट करायो चेनै निक्ल्यो हामी चाहिँ खाना बनाउँछ अटो भित्र झर्यो यहाँनिर उता के हुँदैछ यहाँ हाम्रो यहाँ अचार बनाउन लगाइरहेको छ गाइजहरू तपाईँहरू हेर्न सक्नुहुन्छ गाइजहरू यहाँ अचार यस्तो मोलमाल कम्पनी गाह्रो भयो त यार यहाँ चाहिँ हाम्रो माइजू हो यहाँ चाहिँ दिदी हो टट्टा लाएर यहाँ अचार बनाउनु पर्ने हुन्छ ल गाइजहरू यहाँबाट बिदाइ लिनुपर्ने हुन्छ यहाँ धेरै बेर बस्नु पनि हुँदैन गाइज हाम्रो चाहिँ अहिले यहाँ खाने कार्यक्रम हुँदैछ गाइज अहिले चाहिँ हाम्रो यहाँ खाने कार्यक्रम हुँदैछ यी माइजूले यहाँ हाल्दै हुनुहुन्छ माइजू टलाएर हालिहाली चाहिँ खान लाग्यो चट्टा पारेर ल भात खान पर्ने हुन्छ खाना खाएर सकेको छौँ गाइज हामी चाहिँ अहिले त्यो भिरमा जान लागेको छौँ यहाँ हाम्रो ग्याङहरू मात्रै छ अहिले यस्तो भिडमा हिँडिरहेको छौँ हेलो भनिदेऊ हेलो हामी कहाँ जाने हो यो गाइज हामी चाहिँ अहिले यहाँनिर छोरीको भिडमा आइसकेको छौँ तपाईँहरू देख्न सक्नुहुन्छ तिमीहरू सब यता बस्छ छिटो यहाँ हेलो 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 गाइज हामी चाहिँ अब जानु लागेको ल ल ल ल अब हामी कहाँ छ लागेको अब घर जानु त होला नि अब होइन खायो रे फोटो सोटो खिचेर अब घरतिर जाने हो गाइजहरू सब यहीँनिर अब घरतिर जानुपर्ने हुन्छ घरमा गएर भेटौँला गाइजहरू अब तैँले केही भन्नु आज कस्तो भयो भन् बाबा रमाइलो भयो नि ठुमामी तपाईँलाई आज कस्तो भयो भनिदिनु एकदम ठिक ठिक भयो रमाइलो हेर नबोल भनेर समातेको है यो सोल्लिने यस्तो खालको मम्मीले बोल्नै दिँदैन के हिँड्दिन्न मम्मीले बोल्नै दिन्न आज यस्तो रमाइलो भएन त मम्मी भयो छोरी आज कस्तो भयो ल भनिदेऊ एकदम बवाल अब भोलि बस्दै आउनुपर्छ ल ओके बाइ माइज आज कस्तो भयो भनिदिनु एकदम राम्रो ब्युटिफुल अब दिदीले पनि भनिदिनु आजको लागि बाई बाई फेरि आउँला फेरि यस्तै गरी आउँला होइन दिदी आज कस्तो भयो एकदम दामी माइजूहरूसँग धेरै रमाइलो भयो अब यो मेरो चाहिँ दिदी हो यो चाहिँ अनि यो चाहिँ मेरो मम्मी हुनुहुन्छ यो चाहिँ छोरी हो अघि पनि उहाँ हाम्रो अटो ड्राइभर मामा हुनुहुन्छ हाम्रो गाउँकै मामा गाइज तपाईँहरूलाई म यो राईधाराको भ्यूहरू देखाउनेवाला छु तपाईँहरू राम्रोसँग हेर्नुलाई सो गाइजहरू तपाईँहरू हेर्न सक्नुहुन्छ यो राईधाराको भ्यू आज न्यु इयरमा यति धेरै मान्छेहरू आएको रहेछ नि माई गड आधी सर त घरतिर गइसक्यो कि अहिले चाहिँ यति रहेछ डान्स गर्दैछ यति भन्दै अब हामी पनि लाग्नुपर्ने हुन्छ यतापट्टि पुरै गाइजहरू सब यहीँनिर अब घरतिर जानुपर्ने हुन्छ घरमा गएर भेटौँला गाइजहरू अब